हेलो साथीहरू नमस्ते। तपाईहरुले टाइटल देखिसक्नु भएको छ होला है त। तपाईहरु पनि कृपया मैले गरेको जस्तो गल्ती चाहिँ नगरिदिनु होला। किनभनेपछि यदि तपाईहरुले यो गल्ती दोहोर्याउनु भयो भनेपछि पनि तपाईहरुको फेसबुकलाई एकदमै असर पर्नेछ। अब यदि बाइ द वे यदि यो गल्ती हुन्छ नै सबैबाट है त, यो गल्ती भइसक्यो भनेपछि तपाईहरुले कसरी समाधान गर्ने आफैले। तपाईहरुको फेसबुक मोनेटाइज भएको छ, प्रोफाइल होस् या पेज। यदि तपाईहरुलाई यस्तो समस्या देखेको छ भनेपछि कसरी तपाईहरु यो समाधान गर्न सक्नुहुन्छ म तपाईहरुलाई मेरो यो स्क्रिनमा देखाउने छु है त। तपाईहरुले रिल्स भिडियोहरु अपलोड गर्दाखेरि एकदमै मुख्य कुरा ध्यान दिनुपर्ने के छ भने चाहिँ तपाईहरुले कसैको पनि भिडियोहरु टपक्क टिपेर आफ्नो फेसबुकमा प्रोफाइल होस् या पेज होस् या अन्य सोशल मिडियामा डाइरेक्टली तपाईहरुले के नगरिकन अपलोड गर्नुभयो भने यो समस्या आउँछ र तपाईहरुलाई अक्सर यो समस्या यदि तपाईहरुको फेसबुक प्रोफाइल पेज रियाक्सन भिडियो बनाएर हाल्नुहुन्छ भनेपछि पनि अक्सर यो समस्या देखाउँछ है। मलाई पनि यो समस्या आएको छ। मैले पनि यो समस्यालाई पार गर्न खोजिरहेको छु। कसरी त यो सम्पूर्ण जानकारी म तपाईहरुलाई मेरो स्क्रिनमा देखाउने छु। आउनुस् भिडियो स्किप नगरिकन हेर्नुस्। अनि यदि मेरो यो फेसबुक प्रोफाइललाई फलो गर्नु भएको छैन भनेपछि पनि फलो गरिदिनु होला प्लिज। यदि तपाईहरुलाई मन पर्छ यो भिडियो भनेपछि पनि प्लिज लाइक कमेन्ट अनि शेयर पनि गरिदिनु होला है। अनि म यो मेरो भिडियो युट्युबमा पनि हाल्ने छु। युट्युबबाट हेर्दै हुनुहुन्छ भने प्लिज द सिपी परिवार युट्युब च्यानल सब्स्क्राइब पनि गरिदिनु होला। ल हामी धेरै ढिला नगरिकन भिडियो अगाडि बढाउँछौँ। साथीहरु यस्तो समस्या तपाईहरुको देखेको छ भने पहिला हामीले फेसबुक ओपन गर्नुपर्छ है त। फेसबुक ओपन गरिसकेपछि म तपाईहरुलाई देखाउँदै छु है मेरो फेसबुकमा के समस्या देखेको छ है त। यस्तो समस्या सबैको फेसबुक प्रोफाइलमा आउँछ है। त्यो नहात्तिनु होला तपाईहरु। ल म चाहिँ प्रोफेसनल ड्यासबोर्डमा जान्छु है त। एकछिन मेरो नेट चाहिँ अलि स्लो छ है। मेरो यहाँ सिपी परिवार चाहिँ लेखेको छ नि है, त्यो ठाउँमा अलि टाइम लाग्ला है। त्यो ठाउँमा चाहिँ देखाउँछ है साथीहरु के चाहिँ समस्या हो भनेर त्यो ठाउँमा देखाउँछ। त्यो ठाउँमा देखाइसकेपछि तपाईहरु त्यहाँ जान्न सक्नुहुन्छ। अलि समय लाग्ला किनभने चाहिँ नेट स्लो छ। त्यसैले पनि मेरो अहिले चाहिँ तपाईहरु यहाँ देख्न सक्नुहुन्छ रिच एकदमै डाउन भएको छ। हेर्नुस् त ल मेरो यो फेसबुकमा यो समस्या आइसकेपछि रिच डाउन भएर तपाईहरुको 90% भन्दा तल रिच डाउन भइसकेको छ है। तर पनि तपाईहरुले चिन्ता लिनुपर्ने छैन। तपाईहरुले आफ्नो काम चाहिँ एकदम गर्नुपर्छ है साथीहरु। ल हेर्नुस् त ल यो देखिरहेको छ है त। अब यो समस्याबाट तपाईहरु कसरी छुटकारा पाउने है। सम अफ योर कन्टेन्ट मे इफेक्ट योर एबिलिटी भन्छ है। ल यो चाहिँ ओपन हुँदैन है साथीहरु मेरो, किनभने चाहिँ सायद तपाईहरुको पनि यो समस्या देखिन्छ। अब हामीले चाहिँ सिधै के गर्नुपर्छ भनेपछि अर्को आइडिया लगाउनुपर्छ। अनि त्यसपछि अब हामीले केमा जानुपर्छ भने चाहिँ 3 डट छ त्यहाँ है, त्यो आइकनमा जानुपर्छ। आइकनमा गइसक्यो भने हामीले त्यसलाई स्क्रोल डाउन गर्नुपर्छ। हेल्प एन्ड सपोर्ट भन्ने छ साथीहरु है त्यहाँ। यसलाई चाहिँ हामीले क्लिक गर्नुपर्छ। अब यसलाई क्लिक गरिसकेपछि हामीले रिपोर्ट प्रब्लम भन्ने छ नि, यहाँ चाहिँ हामीले क्लिक गर्नुपर्छ। रिपोर्ट प्रब्लममा क्लिक गरियो। यति गरिसकेपछि एकछिन अब यो टाइम लाग्छ है साथीहरु। यहाँ रिपोर्ट क्रिएटिङ रिपोर्ट भइरहेछ है, क्रिएटिङ भइरहेछ रिपोर्ट। इन्क्लुड गर्नुपर्छ हामीले। अब हाम्रो के हो त है, हाम्रो प्रोफाइल हो भने प्रोफाइलमा जाने, फेसबुक हो भने फेसबुक पेजमा जाने है त साथीहरु। अब म चाहिँ मेरो प्रोफाइल हुँदाखेरि हामी प्रोफाइल भएकाले प्रोफाइलमा जानुपर्छ, पेज भएकाले माथि पेज छ पेजमा जाने। अब हामीले स्क्रिनशट लिएको हुनुपर्छ साथीहरु है त। स्क्रिनशट के हो म तपाईहरु त्यो फोटो देख्न सक्नुहुन्छ। त्यो चीजहरुको स्क्रिनशट लिएर राख्नुपर्छ है, किनकि हामीले यहाँ देखाउनुपर्छ रिपोर्ट आखिर किन समस्या भएको हो। यो अपलोड फोटो भन्नुपर्छ। हेर्न सक्नुहुन्छ तपाईहरु अलि ल मैले चाहिँ यो दुईटा स्क्रिनशट लिएको छु है। यो एउटा स्क्रिनशट यो अनि अर्को स्क्रिनशट, किनकि त्यो समस्या देखाएको स्क्रिनशट हो है साथीहरु। अब हामीले के गर्नुपर्छ सिधै स्क्रिनशट लिनुपर्छ है त हामीले। अब डिस्क्राइब द इस्यु भन्छ है। डिस्क्राइब द इस्यु हामीले केही पनि लेख्नु पर्दैन साथीहरु, किनकि डिस्क्राइब इस्युमा नलेखे पनि केही फरक पर्दैन। तर लेख्नुपर्छ भन्छ तर नलेख्दा केही फरक पर्दैन, किनकि हामीले यो फोटोमा देखिसकेका छौं है त। ल त्यतिकै सेयर हुँदैन है साथीहरु। त्यसको लागि अलिकता आफूले फर्मेट चाहिँ अपनाउनु पर्छ। डियर फेसबुक please check my Facebook profile
यति लेखे पनि पुग्छ साथीहरू। हामीले धेरै ठुलो फर्मेट लेख्नुपर्छ भन्ने जरुरी केही पनि छैन है त। यति गरेर तपाईँहरूले सेन्ड गरिदिनुपर्छ। यो सेन्ड हुँदैछ है। अलि समय लाग्न सक्छ, सेन्ड हुँदैछ। यो तपाईँहरूको यति काम गरिसकेपछि तपाईँको 24 घन्टा या 48 घन्टा भित्र तपाईँहरूलाई मेसेज आइसक्छ है त। यदि तपाईँहरूले पक्कै पनि गल्ती गर्नु भएको छैन या छ सबै तपाईँको त्यो मेसेजमा चाहिँ दिइहाल्छ है ल। यति गर्नुभयो भने तपाईँहरूको फेसबुक लाई चाहिँ एकदमै पहिलेको जस्तो सुधार हुन्छ है साथीहरू।